नाति बाजेसँगै बसेको हेर्नु पछि नै म त अब यहाँ हुँदिनँ, यति बोलिराखेर जानुपर्छ, मर्नुपर्छ होइन। अनि तिमीहरू ठुलो भएर अहो म पनि बाजेको छेउमा बसेको थिएँ, यहाँसँगै बस्नु। धन्यवाद। अब मैले एउटा गीत जस्तो भनौँ कि कस्तो लेखेको छु, सुनिदिनु मेरो नाति जेठाले। धान खायो गाईले के भन्नु अहिले, जाउँ खायो खसीले, मनको बह कसलाई कह, लेख्दैछु आज कलम र मसीले। कदमको छाया पिपलको छाया बरैको छायाले, अमेरिकन देशमा मै बितेर जाने, जाँदा थाम्दैन मायाले। एक पाते मकै दुई पाते भयो खुट्टेले गोडेर, आज है भन्दै भोलि है भन्दै जानु छ मैले परिवारलाई छोडेर। सानोमा सानो कुसुमे रुमाल मिचेर नधुनु, बिरानो देशमा मै बितेर जाँदा सम्झेर नरुनु। हर्कटे डाँडा सेतामे भयो चैताको चापैले, अमेरिका देशमा मै मरि जाँदा मन बुझाउ आफैले। भदौरे बोडा मायालु जोडा के गर्दै होला हितैको परानी, बिरानो देशमा मै बितेर जाँदा जिउ मेरो हुनेछ खरानी। दार्जिलिङ सहर झेलेर मिले खरसाङको दो बाटो, गाईको नाउँ लछि मै मरेपछि को हिँड्छ यो बाटो। खोपीलाई खेल्ने खोपीवाल दाइले खोपेछ बाटैमा, पारिदेऊ सलाई जलाइदेऊ मलाई अमेरिकन घाटैमा। राजाको हात्ती फुकेछ राति पुगेछ बागमाथि, अमेरिका देशमा मै मरि जाँदा दिनुहोस् डाकपति। रातो भाली कर्दाली रेटौँला भाग्य भए स्वर्गमा भेटौँला। धन्यवाद। मेरो कविता कस्तो लाग्यो त नाति जेठालाई भन? राम्रो, एकदम राम्रो, गुड गुड। थ्याङ्क यू थ्याङ्क यू। अब यहाँ छोटो लेखेको छु, नातिले ध्यान दिएर सुन्नु है त, ओके? दार्जिलिङ सहर झेलेर मिली बिजुली बत्तीले, यो अक्षर मैले लेखेको छु पढिदिनु है मायालु जतिले। सुरिलोहरूको खिरिलो हाँगा छरीले टेकेछ, बिरानो देशमा मै बितेर जाने भावीले लेखेछ। दार्जिलिङ सहर झिलेर मिले खरसाङको दो बाटो, गाईको नाउँ लछि मै मरेपछि को हिँड्छ यो बाटो। सानोमा सानो कुसुमे रुमाल राखिदेऊ बाकसमा, पुतली जस्तै मै उडेर जान्छु हेर्नुहोस् आकाशमा। गीतै गाउँदै नाचेर के फाइदा छ र संसारमा म बाँचेर।
ढुङ्गाको गाह्रो काम गर्नु साह्रो शङ्करको बिराइमा बितेर जाने दिन मेरो आयो मन छैन मेरो तिरैमा गुराँसा फुलेर म त आएँ मायालु हजुर संसारै डुलेर आज है भन्दै भोलि है भन्दै औला भाँचेर कतिन्जेलसम्म बसौँ मैले जीवन साँचेर गुराँसा फुलेर जानु पर्छ अब मैले संसारै भुलेर एक पाते मकै दुई पाते भयो कुटेले गोडेर आज भन्दै भोलि भन्दै जानु छ मैले परिवारलाई छोडेर थ्याङ्क यू धन्यवाद म पढ्नै पाइनँ नेपालमा आएर 2-3 महिना पढ्दाखेरि यो सिकेको नभए थिएन क भन्नु नजान्ने मान्छे अनि त्यहाँ अप्सममा पढ्दाखेरि नि सबै पढ्यो जिरै जिरो आउँछ हुँदैन सबै जिरो गरिदिन्छ सरले हुँदैन अनि त्यहाँदेखि साह्रै रिस उठेर अनि साह्रै खेद गरेँ र अहिलेसम्म म लेखेको कहिल्यै बिसाउँदिनँ म स्कुलमा जान्छु लेखेकै गर्छु यहाँ घरमा आउँछु तल गएर लेखेको तल गर्मी भयो भने यहाँ घरमा आउँछु र लेखेको यतिकै हो मेरो कामै यति गरेर सिकेको नेपाली दुःखले त्यो पनि मात्रा कोही ठाउँ पुग्दैन होइन अहिले अरूले पढ्यो भने मात्रै पुगेको हुँदैन र पनि लटर पटर चाना मटर गर्दै पढे त्यसो आशीर्वाद मुरी 10 पाथी आशीर्वाद लागोस् चिरञ्जीवीको आयु होस् ठुलो मान्छे बनोस् फेरि मेरो आशीर्वाद लागेन भने त तिमी त नि फटा पो हुनुहुन्छ है फटा चाहिँ नहुनु है ओके फटा हुनु हुँदैन नि बाबुले करायो भने चुपु लाग्नु गरेर नरिसाउनु बाई बाई बाई